लेकैको कुहिरो आगोलाई छाड्यो लाग्यो कुहिरो दिनभरि लाग्यो कुहिरो दिनभरि टिस्यु छैन हैन ओ टिस्यु मात्र त बसिन्छ रे अर्को छैन अहिले यसो तपाईँ छ काम गर्नुलाई छु भाइ धेरै नै पिरो भयो क्या यहाँ हो यस्तो भयो कसो भयो स्टेप ठिक भएर ठ्याक्कै उता देखिन्छ पकाउनलाई त्यसलाई फेरि आइड लाउने के गर्नु नि त केलाई स्टपलाई आइड लानु हुँदैन त्यति कहाँ त कहाँ बस्छु चुलोको कहाँ कोसँग राखेको रे सबसे आफ्नो काम याद गरेर ग्यास रहेछ ल जा चाहिँ ग्यास यो त्यही छ कि त्यो सबै त्यही सबै त्यही गाईले प्याज चाहिँ चाहिन्छ चाहिन्छ थोरै चाहिन्छ त धुनुपर्छ यार एकचोटि पकाउने धुवा केटा अलि नजाने हुन्छ यहाँ त यसरी काट्नु पर्यो केटा हात धोकेर ड्रममा पाइन्छ छ कालो पाइन्छ त हात धुनु पर्दैन भोलि चाउचो त बनाइन्न हैन बनाइन्न बिस्कुट छ कफी हाल्नु पर्ने हैन ल्याइहेर हैन इन्स्टेन्ट त्यहाँ थियो दारी बिगारी हैन र अफिसमा कताको र थियो जस्तो लाग्थ्यो कति मिठो त भयो त यार दाइ बित्याएको छन् त हामीलाई त उसमा दिए कफी माथि है यहाँ राम्रै छ केटा यो कतिको केटा यो राम्रै हो यस्तो यहाँ माथि यस्तो हुन्न बुढा गइहाल्छ कहिले उनको म काटिदिन्छु त्यसमा तिम्रो हात राम्रो छैन गएँ क्या मैले भर्खरै मान्छेलाई मान्छे गराउनु के तिमीले स्टोभ बनाएनौ स्टोभ त्यहाँ झिक्नु त ल स्टोभ आइसक्यो यहाँ त हरिकै तातो यिनलाई बाहिर पठाइदिए अब तातो भयो त के अरे गर्मीमा त नि त त्यहाँ गएर बसेको जति नै गरेर छैन त है नि त दाइ हो त स्टोभ निकाल खासै जाडो त छैन केटा बस्ने यतापट्टि दारी पानी खान्छ त्यो गाडी त अघि खोलेर स्टोभ हालेको हाल्नु त्यसमा गएर हालेको दाइको छेउमा है त स्टोभ पनि छैन केटा त्यो रातो रातो क्या डल्लो क्या चार ब्याट्री दाइको साइड साइडमा के सामान चाहिने सामान छ नि त्यहाँ सकिया चार ब्याट्री हेर थाहा छ यत्रो ट्याक्टर ओ होला रातो हेरेकी छैन चाने दा भएन रातो हेरेकी दाइले के डल्लो भनेको होला यी पन्जाब चाहिँ त्यही गाडी जस्तो लाग्छ मलाई पुरा अझ मुनिपट्टि छ क्या खासमा पेलेर भुल्ली मैले दाइले वहाँ खोल्टी हालेको नि त अनि 15 त च्यातेको त सम्झिथ्यो मैले त हालेको सम्झिँदैन क्या मैले केही भन्ने थिइनँ किनभने मलाई हुक्का त्यति जाति यति रङ्ग लाउन आज अहिले मैले यिनीहरू तिमीहरूले हराएर आयो भने नि मैले केही भन्दिनँ नै भन्ने पनि सम्म सोचिसकेको थिएँ पानी खेर गयो भन्ने थियो त्यति त्यो खोल फाल्न भनेर उहाँसित हुन्छ नि दाइले क्या सार दाइले कोब्नी पो ल्यायो के अरे दाइले कोब्नीले यता गर्ने गोरुले क्वाचो गोरुले क्वाचो भन्ने हरिभरि डराउनु छ दाइ यार तिमी बेकुप हौ क्या तिमी डराउन पर्ने ठाउँमा नि नडराउनु गुफामा के डराउनु त नि कि दाइ कहिले गएर गुफा खायो नि त नयाँ राम्रो गुफा
आँखाले हेरेको नि पुरा आँखा मिलाउन हिँडिन्छौ त तिमी चिथार्ने के भन्छ अरे त उसित चमेरासित कता पागल होला न माछोहरू ल दाइ म ग्यास चलाउँछु अब एउटा मात्र आधी मात्र आइन्छ अच्छा अनि म लसुन भाइ तिमी लसुन हाल्छौ त भाइ यार लसुन बनाउनु पर्दैन लसुन त अनि भयो सोध पहिला भनेपछि राम्रो भयो आध होइन त्यो बहिनीले भोकमा सबै सफा गर्नुपर्छ खान्छ जोगाएर कति बोतल रह्यो हामीसँग एउटा 3टा बोतल छन् 2टा त खाइन्छ 2टा भोलिलाई चाहिन्छ जेस मना पनि ढुक्क हुन्छ नि त एउटा भोले राख्ने केटा हो एउटा भोले राखेको चाहिँ 2 लिटर उकालो उक्लिँदा त चिथार्ने के भन्छ अरे 2 लिटरमा आइयो होइन ओह्रालो त होइन छोडिदियो क्या काटेको पिप राखे भिडियो राम्रो छैन भिडियो दाइ त्यो निकाल पाइप अहिले होला हालि त्यो भए बोक्रा बोक्रा खाली चाहिँ कसो गर्छ खाने पड्काउला आमा त यार पाइप कहाँ गयो ल हे तिमी नि पाइप निकालेर चलाउँछु बेला निकालेर त्यही झोला हालेका हो क्या फेरि यहाँले चुखोर हुन्छ भन्दै सब एक याद गरी चुकेर मैले सबै झोला हाले ल हाल्यो पखाल्न पर्ने होला नि पऱ्यो त हल्का पहाले हुन्छ क्या यसो फल्न पारे हुन्छ यहाँ सबै कहाँ भने जस्तो हुन्छ अरे यहाँ जस्तो त्यस्तै खाने होला अरू चलाउने बेला अराउनु पऱ्यो है के घाँस नि खायो नि यो त फास गर्छ बस्नु हाल्यो अब आमाले नि होला नि तर अडाउनु पर्छ दाइ अलि यसो बेस गरेर उ त्यहाँ गरौँ के त्यसमा हटाउने पड्किँदा दादाले पर्दैन होला नि नि ग्यासको नभए त भाँडो साट्न मिल्छ नि दाइ कति बेरसम्म समात्ने भन्ने कुरो भन्दा भाँडो समातेर बस्नु त क्यान्टिन पाइन्छ मासुलाई बाँकी मान्छे होला नि दाइ यहाँ अदुवा छ अदुवा के दुई फर्क गराउने के अहिले त खुर्सानी पकाउनु छ नि लसुन ऊ खै तेलहरू खै यदि अदुवा हाल्दा छिटो कमाइन्छ पाइप ल्याउ त मन्दिर भोलि जानु पर्ने म त ढिलो भयो यहाँ त गएन कहाँ जानु बेलुका खाना खाएर बनाउनु ढिलो हेर मन घटा यहाँ उतापट्टि त्यही छाङ्ग मैले त फेरि पल्ट त्यही होइन कि तिमी चौर हुन्छ चौर हुन्छ त्यति माथि आएर होइन कि मेला लाउँछ भनेपछि अलिक तलपट्टि होला कि निम्नु भयो भने पूजा गर्ने यहाँ त मेला हो यहाँ त उयो साग दिए जस्तो म त सागदेखि गएँ क्या दाइ सबैमा गएँ गाडा त होइन अन्त एउटा के गरौँ न त नभए त्यो ढुङ्गा लिएर यहाँ अडाइदिउँ या छेउमा है हुन्छ टक्कै नगरौँ ती ढुङ्गे नि बलियो नि भयो होइन बर्थडे मासु गयो भने फेरि टेन्सन हुन्छ ग्यास बन्द गरौँ कति नपुट अर्कै जाला क्या तिनवटा लु तिम्रो के हो पछाडि लसुनले खिच्नु पऱ्यो खुर्सानी पनि छ परिकार त सबै चाहिन्छ सानो हुँदैछ नि त्यो ठुलो हुँदैछ अलि तर घुमाइदेऊ न
कति चाहिँ ल त घुमाइयो नभए एउटा त्यसमा पारिनु रे यसो राम न फाडौँ कि के छ त यतापट्टि रोक्नु पार लसुन सबै हाल्ने भाइ है हामीले मसँग दाल बनाउनु सबै हाल्ने कुरो भयो त्यसले राख्ने हो र कहाँ यहाँ रातो त्यसले खाने नि भाइ आएन क्या तातो क्या त्यहाँ राख्नुको भुत्ता राखेर आएन रे सुसिराम भएर आएन यो पानी उ गर्न पाइएन टिस्नु नभएर के भएर ताइ क्या भएर अरे खान लसुन त चाहिन्छ नि त पानी भएर अर्को पनि राख्छ तीन गोडी त्यो हुक्का राखेछ नि दादी हुक्का राखेको त्यहाँ बनाऊ के ठ्याक्क उतापट्टि एउटा बस्छ छेउछाउ तिमी राख्यो ठ्याक्कै अडिन्छ है त्यहाँ बस्ने पकाउँदै चलाउँदै गरिन्छ हुक्कालाई त पछि हुक्का त पछि राख्यो भने त्यसै भाँचिँदो रहेछ नि यहाँ त दुईटैले धान्न जस्तो छ हो र त्यो तिनटै राखिदिन्छ अलि धन्दा अलि धान्दा हुन्छ तिनटै राख्नु तिनटै राखी बदली हुन्छ है यता राख्दैन त्यसो होइन कि बिचा पऱ्यो ग्यास राखेको त तीन कोडी गराउने कि यतापट्टि एउटा चलाउनु सोच्नु त्यसो होइन त टुफु अट्नु पऱ्यो फेरि कुन त्यसलाई त राख्ला नि माथिबाट यसरी राख्यो नि त भने एकछिन त्यहाँ आउँछ भने आन्छ अरे भयो है त पुगौँ आइचा होस् भाइ तान उहिले ताने आउँछ क्या त्यसरी आउँछ पानी छ धेरै भएर क्यारेस लाग्यो मलाई यो लगे गर्नु मिलेन कतिको हुन्छ आउँछ हुन्छ बजारको मासु नपाके त्यही पहिल्यै हालौँदा माछा चाहिँ कालो छैन र तेल सबै हालिदिउँ चाहिँदैन सबै त मासुको कति बनाएको कहाँ मासु पनिर पनि झिकम दाइ ग्यास भएर त मिल्छ कि तेरा झोलाहरू बन्यो दाइकोमा उसमा हाल्दै दाइ सबै होइन भोलिलाई चाहिन्छ सक्छ नहालेको केही गराएन ठिक छ तपाईँ दाइ यता अलिक किन पानी अलि उता राखेको अरे पाउनुहुन्छ उसले निकाल्दै हाल्दै गर्नुपर्छ र त्यसैले निकाल्दै हाल्दै गर क्या खरिरहेको पत्रिका रहेछ नि त यहाँ बाहिरपट्टि रहेछ ठिक छ त्यसले कति हाल्यो भाइ
कति भाडो देखाएको थियो त्यो भाडो उहाँको आउँछ त नि भाडो देखाउनु अर्को भाडो मेरो सेटै त्यो उहिले मागी कपडा फुटालेर तेल निकालिदिउँला के त्यो सबै हाल्नु ल हो न आज थोरै राख्यो मलाई चाहिन्छ भोलि किन खाने होस् त्यो लाउने होस् मासु राख्नु हो त तेल निकालिदिनु के के को ढकन भयो त्यसै यस्ता नि दिन आएको त्यहाँ थाहा भयो नि त अनि यहाँ उकाइ नपाउने नि होइन मासु पकाउँदैछौँ यहाँ हुनुहुन्छ शिवजी अशोक भाइ अनिश दाइ यहाँ हुक्का पनि छ र साथमा म सागर सञ्चले यो सागरको नक्कल गर्छु भनेर हुन्छ त नि आज त युनिक हो के नक्कल गरेर सिक्ने हो के नक्कल गाडी एउटा पिस हाल्नु त यति हाल्नु यति हाल्नु न यति हाल्नु फर्किन्छ त्यो राज जान्छ फर्किन्छ त्यो यत्रो हाल भनेर देखाएन आमा छोरो जसरी खर्ने त फुर्र हुन्छ के रे बनाउँछ कहाँ गाडी एकछिन रोक त्यो राख खान्छ गाँठो रोक्ने त के हो न हामी पर फुटाएर सुरु भएको छ खुट्टा घुम्चाएर बस्यो कि तिउरा फर्किन्छन् कहाँ त त्यो तेल त उस्तो गरेर तताएर लाउँछु र मैले अहिले दाइले आज केही गर्दैन हिँडे जस्तो भयो नि तल एक ठाउँमा मेरो यो दुख्यो भने त त्यो बेलासम्म गाह्रो भयो तल त होइन तर म त दाइ के को यतिको आउन सक्छु यसरी आम्ला सजिलै भन्ने मलाई लाग्यो होइन होइन एक घन्टा निकालेर हाल्छ नि के भन्दा पुरै खरिछ त भाँडोमा चाहिँ चढेर घुमाउनु पर्छ के रे भुइँ तल मुला पुरै छ त तेलै तेल हेर्दैनौ तल मोरेको लास अर्को भाँडा बनाएर आउँछ के बुझ्नु के यहाँ पर्छ कि हामीलाई अब फोर कहाँ आउने नि दाजु घुमा आउने ल्याउँछ कतिलाई डल्लो एकछिन खाइसक्छु हावा त लाउनु रहेछ क्या यस्तो हावालाई हाल्नु रहेछ अरूलाई भकाए पो के हो र दिनिका भन्छौ के अरे ढक्कन ल्याइएन यार यो त टिप त यहाँ 3-4टा हाम्रै छैन फाल्दै गानी हुन्छ ए नि यस्तो गर्दा नि घाँटीको उयो छ धेरै हाल्दिनु लाग्यो आजकल भाइले खाए खाइन्छ के अरे लसुन अदुवालाई केमा थियो त्यो एउटा गिलासमा हुन्छ काटेर हाल्दै हुन्छ क्या यसो 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 हातले पातलो मसिनरी काटेर नुन राखेको हुन्छ र नुन राख्ने हो भाइ पहिले पानी सिन्छ भनेर सबै मगरबाट हुन्छ नि सोखिनु सब छ क्या स्टुडियोमा क्वार्टरमा के हुन्छ सब छ यहाँ टमाटर छुटेछ कि टमाटर छुटेछ क्या सागरी गर्ती लाएर पुग्यो हामी ढक्कला खाएको सब निकाल्नु नि स्टामिना छ धेरै त उता खाइएन नि
ठिक्क ल ठिक्क यहाँ होइन, मासु पाक्दैछ, हुक्का छ होइन, आगो छ, भुटेको दाइले झुरी अदुवा हो। काट्नु छ यहाँ शिवजी हुनुहुन्छ है, दादाले यहाँ अदुवा प्याज लसुनहरू अशोक भाइ पनि पसिसक्यो हामीले आमै आफ्नो निम्तो छ चुले निम्तो दादा सागा दादा चुले निम्तो छ है चुले निम्तो ल सागा दादाले पनि मिठो केटाले हुनुहुन्छ है त्यसको दादा पकाउने हुनुहुन्छ जमिनदारको खलकबाट तालुक राख्छु, मलाई फेरि हुक्का सुक्का हुनै पर्छ कि त्यस्तो नहुने भने अलिक कस्तो भने अलिक तल भयो जस्तो हुने होइन। काजी काजी के रे मुखिया भएको छोरा मुखिया भएको नाति सानो मुखिया सानो मुखिया मुखिया समुद्र राजपन्त मुखिया भन्छन् क्या मेरो बालाई। ठ्याक्कै भनेछु मैले पनि होइन मिलाएको छु कि भाइ बहिनी छन् होइन, यामबहादुर केसीका छोरा अनिस केसी पनि यहाँ छन् होइन, दादा पनि हामीले चाहिँ उहाँबाट मगाएको टाढैबाट मगाएको होइन, बागलुङबाट होइन। दुबई शिवजी हुनुहुन्छ होइन, पाकिस्तान हो पिराम- क्या उकार दाइ हाम्रो पिराम सरको छोरो हुनुहुन्छ होइन, यहाँ हाम्रो आगो पनि सबै छ दाइ होइन। यो बाजा पानीहरू छ यो होइन। पुन्जी लाग्छ हामी पुरै वेल बन्दोबस्त टेन्टमा हो कि साथीहरू होइन, उज्बेकिस्तानको देश हो जुत्ता चप्पल सबै छन्। के लाउँछ केटा यस्तो त लानु पहिले चाहिँ टेन्टमा बसेको निस्किनै खोज्नु भयो होइन। समय त म त निस्किनु पैसा कुर्निया छ त्यही हो नि त तिम्रो प्लेन चाहिँ अलिक पुऱ्याइले हामी हेर्नु यस्तो क्या पनि मिलाएर काट्नुपर्छ हुक्का चिकन बनाइदिउँ क्या। मासु एउटा पानी हाल्दै केटा यो पिस अलिक ठुल्ठुलै छ नि काट्नमा है तँलाई यता खाइजा तँलाई यता खान सक्नुहुन्छ अनि त्यही नि पुग्छ क्या, त्यही नि हुँदा। यसले पाले पार्न जस्तो छ क्या अहिले बाइकको अहिले मैले पहिला अहिले अहिले त्यो ट्युसनले चिला होइन। अघि म देखेँ मलाई त्यो बाटैभरि त म पछि बसेको कारण त्यही हो नि खास मैले हेर्नु न यहाँ कति पछि बसेपछि यिनी त हरि बाठा रहेछन् क्या दाइ, अगाडि अगाडि गएकोलाई पिउसाले चुसिहाल्छ? चुसिहाल्छ। त्यहाँबाट मलाई टोक्दैनन् भनेर होला क्या चिता नि पिउसा किरा जस्ता थिए। त्यही भएर मलाई धेरै टोकेको थियो होला सेतो छालालाई टोक्दा रहेछन् कि पिउसाले। हुन त हामीलाई नि टोकी त्यसरी कालोहरू पनि नदेखिएको। पछि त तर तिमीहरूभन्दा धेरै छ क्या मेरो कालो नि राय कालो भइयो क्या, राय कालो राय कालो। पछि नि यहाँ हरिक टोकेको बस्छ अनि तिमीले खासै कालो हामी त केटा उसो के गाउँबाट गाउँबाट हामी त इन्टरनेसनल हो कि इन्टरनेसनल गयो तर यो अनुभव भनेको नि लगभग यो एकदम रियर हो होइन, अब गरिन्न क्या यस्तो। कहाँ अब घर फेरि कहाँ आन्छ त नि हार्डफिल भइसक्यो त पुरा आएर क्या। यो सातोले होइन त यहाँ चाहिँ आउने मन लाग्यो तर म डर आएकै हुँदा यताबाट आउनु मलाई डर लाग्यो हो, म ढाँट्दिनँ। यो तल परा लाग्यो कि केटा परा त पहिला जाने- आउँदैन होइन आज अहिले सोद्धाखेरि त्यो बाटो आउने भन्दाखेरि मलाई डर लाग्यो क्या। तिम्रो त सुकेको घाँस तान्दै हिँड्ने हो क्या साथै हिँड्ने हो तिम्रो एक ठाउँ कस्तो छ भने यत्रै ढुङ्गो जत्रो त्यहाँ हालिन्छ होइन, त्यही खुट्टा अड्काउने र उक्लिने हो क्या। यता खसे 800-900 मिटर तल, यता खसे के भन्छ अरे, उनले केही फरक पार्टीबाट नि यहाँ राख्दाखेरि तातो नि यहाँ के टक्कै मासु पाक्नु मिलाउनु मलाई क्या एकचोटि यो यहाँ राख्दाखेरि पोलिन्छ। त्यो फरक होइन क्या त्यो भन्दा नि लानेलाई कसरी लाने नि फरक हो प्लास्टिक हाल्ने किनभने बुझ्दैन हुन्छ। त्यसो त के गर्नु जति यो नि हुन्छ दाइ, जति नि हुन्छ। अब केही गर्नु पर्दैन दादा। छ नि यहाँ पिलर ट्याक्कै चाडो के अरे ल्यान्ड के भएर एउटामा खै पेट कहाँ भाइ ल गाउँदै राखेर चम्चा हाला न एउटा प्लेट हालेर। गाउँदै राख प्लेट राखेन क्या सानीहरूलाई यहाँ राखि के बनाएको कस्तो खाएको के चम्चा पिरियड वास नि त हो कम्दा खै अब मन त आम आयो हुन्छ दाइ। त्यसलाई उ त हुन्छ प्लेटमा हाल्ने राखेपछि चम्चा भित्रै राखे हुन्छ, पहिला हाल्छ यो भित्र यहाँ हाल्यो हुन्छ। दोकानमा भर्खर एकको भाइ अलिक जानु मिल्छ? अरू त एकैछिन रोक भाइ लास्ट हो यो छैन भन्दा भाइ त्यसो एकैछिन भित्र रोक भाइ एकैछिन रोक दाइ बस्नुदिएको अब यसो हाम्रो अलि अलि थोरै आउनु न बेला म यहाँ चप्पल मजाको त्यहाँ म यहाँ चप्पल बस्छु न चप्पल बस्छु अब चप्पललाई बस्छु किन यसै फोर्छ नै होइन यति त भएन भाइ बस न सोरुमा हो नि एउटा होइन चप्पल ए ल भाइ हुन्छ हाउरा नि रहेछन् क्या त्यहाँ होइन, लिन्जाने नि पर्दैन क्या होइन। घरमा खोल्नु जानु पर्ने त सिडी सिडी यो कोकको यो पानी छ नि यो भोलिलाई त्यो भोलि पुस्तकमा मात्र आज त रियल गरेर अरू त्यो कोकको है कति पाउँछ आज
स्वर्ग केटा स्वर्ग ल भाइ ल भएन झ्याप चाहिँ भएन अडाक झ्याप पार यस्तो राम्रो 84 व्यञ्जन छ कोक्नी छ त त्यहाँ झोला सक्छ को कहिले हाम्रो अनि खोलेको कति मिठो लाग्यो है असल भयो उहाँ त्यस्तो गर्न घुमाएर त पछि पार्न बाँकी चाहिँ होइन आज हड्दिन बाँकी हामीले यहाँ मासु ल्याइँदैन छ शिव खासमा क्या अब यो ठाउँ हिसाबले होइन अघिल्लोचोटि आउँदा यहीँ ल्याएर बोउ काटेर यहीँ पकाएको त्यही आउनु क्या भन्नु सक्छ एउटा चौटो चढाइदिनु कि होइन सम्झेर चाहिँ आउनु जो हामीले जे खायो त्यही खानु पर्दो रहेछ नि भाइलाई त तपाईँ चाप खानु भयो हात धोक अब चम्चाले खायो है केटा भिडियोहरू अहिले दाल मसला लगाएर फेरि खाने सबैले खाऊ है नभुल त आएन पचिसक्यो दाइ भुल्नु खाएर झर्नु नि त भुक्कै त अब गाडी छ कोहीले सकिँला कसैले आज यहाँ ल्याउका नभए त्यहाँ कोइलै छ क्या आगै छ क्या यार एकचोटि भगुन्डी जाने भनेर क्या दाजुले हुक्का पर्छ ढालो होइन जाने यो हुन्छ नि माथिको कोही ओड पड्केर खस्छ के खाएको घुम्न राखेको अहिले होइन यहाँ भगुन्डे बुझ्यो कोहीले हाल्न बोलेको अनि के गर्यो भने तल घर गएर यता आगो हुन्छ नि यसलाई बेलुची खोल गरेर आगो पहिला माथि हालिदिएको शिवले नि मासु खाने भएको होइन सबैले खान्छ अझ रमाइलो सम्झाउनु नि चम्चा के डेढ किलो नानी ताना भाइ ताना आनन्द अब पल्टिँदाखेरि कति आनन्द आउँछ यो खुट्टाका सिधा पारेर सुत्दाखेरि मैले कहाँबाट स्लिपिङ ब्याग भेटाएँ भन्ने सोचेँ होला नि तिमीहरूले तँ पनि भन्नु पऱ्यो नि खासमा होइन सोचेँ होला उ त कुका त यसो त कालो भएकोलाई फर्काइदेऊ अनि फर्काइदेऊ त्यहाँ कोहीले धेरै खान्छ त्यही भएर एक दुईवटा सानो निकाल्दै नि हुन्छ क्या के भयो भाइ खाना अनि त्यो राजले इन्डियाबाट ल्याएर रहेछ अन्त ठ्याक्क विदेश जान लागेको ले तँलाई ग्यार्नेस् र अब मलाई ल्याएको राज ल्याएको यो नबुल है शिवा यो है आज खाने यो पानी त्यहाँ छ जति खान्छ खानु नानीले पानी खानु पनि खाएपछि अब नखाएको त एक लिटर साथीको थुप्पो थुन्यो होइन सबैले खाने भने चाहिँ बाख्रा हिमाललाई यस्तातिर जोगाउनु पर्छ हिमाललाई नापी लोभीको लागि टुच्छै जाको लागि टुच्छै नभएको लखान बनाएको उतिर त्यो गाडी पनि यस्तो त जिन्दगी पैसाले पुग्ने भयो नारी डाँडा जाने हो यतिकै गर्ने तिमीले एउटा जागिर गर्ने केटाहरूले यतिको भन्यो भने चाहिँ हामीले ल यस्तै गरी कटाइदिन्छ घर नि चलोस् कस्तो पैसा चाहिँदाखेरि पैसा चाहिँदाखेरिलाई त हुन्न दाइ चाहिँदाखेरिलाई हुन्न दाइ मेरो भोगाइ छ यतिको भयो जिन्दगी आनन्द जिन्दगी भोलि कहाँ आउँछ नि केटा आएर को खानु र खानु सबैले धेरै खानु न यो भाइ त हरिच यार एकछिन रोको त को म मागमा हेर्दा
कन्ट्रोल मैले हुक्का मागो होइन का के मागौ दुधालमा मागो ए लौ लौ यी बर यार भाइ लौ दाजु खर्चन आहा आको दुकान मेसीलाई पठाइदिए यो बनाएर पठाइदियो मेसीलाई सँग मान्ने काजीलाई लौ छिटो काजी लौ त इचोरी हाल्छ कहाँ बरुवार पार्छ त्यो काजीले मिस्यु भनेर अनि तँ गौला नि आउँछ भगाए काजी फेरि हिँड्दैन क्या झ्याप्पै अलि हिँड्न त्यति उस मान्दैन नि बाइक अब जाने पनि जानु भुरो भुरो त बुढो बुढोमा माथि मजाले भाग्छ क्या सकिन्न क्या दाइ दुईटा यहाँ मलाई हरि आनन्द आइछ दाइहरू डक्क लाइट साइट डक्क मजाले आगो यता छ यो छ सबै कुरा छ कि हाम्रो स्टुडियो उसमा ढिबियोमा बाहिरको सराउन्डिङ खेलाउनु पाइएन अलि अलि ढिला भयो होइन टक्क यो बेला भोलि बिहान भोलि जोड दिइहाल्छ नि बिहानको खिच हाल्ने टक्क यो ट्रेन यहाँ थियो ट्याक्क बिचमा आगो बाल्न पाएकोमा दामी देख्दै उतापट्टिबाट नि होइन त उताको त अलि देखिन उताको मन्दिर सन्दिर देख्छ मैले भोलि खिचेर अनि ल केटाले गरेछ नि छ त सिस्टम होइन बाइक अब जस्तै अब भोलि यता राइबरतिरको नि खिच्ने होइन अनि त्यहाँबाट जोड्ने क्या हिँड्दाखेरिको बाटा खिच्छ होइन सब जोडेर हाल्दै हुन्छ क्या होइन त्यो हाल्ने हेर्नु न मान्छे आउनु हामीले चाहिँ पर्यटन प्रवर्धन गर्नलाई हो कि उद्देश्यले क्या नभए चाहिँ आज बिदा हालेर आएको छु यार होइन र पर्यटन प्रवर्धन नआएको ठाउँ होइन नि त हामीले प्रवर्धन गर्नुपर्छ मान्छेको भोलि खेल्नु छ ठुलो छ र पनि वर्ष कतिको के अरे खतरा त्यो टाइपको त्यो ल्याउ फिल हान्नको लागि चाहिँ ढुम्बिया बोले के बोल्ला के बोलेको हो आफूले मेसै पाउनु कि होइन लिएर हिँड्ने यस्ता अलि रहेछ झापो जस्तो आउँछ कि भाइ बोली भयो होइन तर यिनी तराकै कुरा गर्दैन क्या कता कता जान्छ क्या आफैले लिएर हिँड्ने यस्तो रहन्छन् ल्याइहाल्यो भोलि एक्लै अब भाइ हो क्या तिमी यो भिराबाट जब हामी अघि बढ्दै जान्छन् यिनी त झस्किन्छन् आमा चाहिँ भाइ यो त बाटे रहन्छ भन्छ तिमीले त डाँडा पर त कसमै भन्छ कि भाइ तिमीले यार एकछिन तिमीहरू भोलि एकचोटि जाऊ न त्यहाँ आइदिनु भाइ त हामी त बाउसमा बस्छ रेलिङमा बस्छौँ म त जान्दैन रेलिङसम्म त डराएको होइन तर अलिक ज्यानकै रिक्स हुन् जस्तो आउँछ कि त डराउने कुरा डराउनु नि पर्छ क्या सबै ठाउँमा हिरो बनेर ठुलो मान्छे भएर केही पाइन्न क्या होइन त दाइ गाडी त हिँड्छ नि बिरे यिनलाई कारवाही गर्नुपर्छ हामी बाँकी छ आहा पटक पटक पढ्दिनु यसलाई भित्र राखौँ है अब यसलाई किन बनाउनु झन्डै माथि आएर हुन्छ गिलास किन ल्याएको हामीले खासमा पानी खानु चाहिन्छ गिलास भने अनि ठिक छ त ल्याएर केही खेर गर्नु यिनी हेतुको नभए न तँलाई हेर आइदिनु ल अरू युज गर्छौँ नि सबै थपा त नयाँ लाने खाइएन कि है ल्याउ त हामीलाई पछाडि दिए अहिले भोलि बिहान अरू चिज पूजा गरेको हो केही नभए खाना नि पर्छ त्यही चिज हुन्छ फेरि त्यो चाहिँ केही उपाय लाउँदैन त खानै पर्छ खासो दारी चाउचो साउचो उमाल्ने भएर उमाल्ने खाने चिज होइन हेर न ग्यासका भातै पकाउँदै कम्पालमा उयो कुकुर लड्छु दा कुकुरलाई चाहिँ ऊ पनि गरिदिन्छ यहाँ पनि फेरि यो चाहिँ हामी छौँ नि यहाँ पानी तल आएर लानुपर्छ क्या 20-30 मिनट तलबाट हो क्या बोतल लग होइन त्यो बोतलमा लड्काउ क्या रेनकोटै लाग्यो जाडो थियो नि हामी हावा त अलि आउँछ बन्दोबस्त रहेछ नि यता कुखुरा पुरा ल्याउँछौ आएर यहाँ त दोस्रोबाट भइसकेछ कि चामल चामल होइन मासु के हो चिकन बसेर आटा लड्काएको त्यहाँ जस पन्तले भाग त चामल लाउने पाएको छ कि निर्वाचन 1 लाख खर्च गरेको हो सोफाले दिएर दामी होला उसको मासु हजुर कता यतापट्टि जानु होइन उता राख्नुकै छेउ त्यता त डल्ला त छु आइछु
किन्नु ल यो मस्त छ नि त बच्चा भएको त देखाएन त्यता हो खासै मेरो आफै छ नि हामी रङ्गे मलाई नराइन्छु मलाई खानु जस्तो लाग्यो त्यो पाइन्छ होला है अहिले हाल्नु भरिन्छ भन्दा नि उल्टा चाउचाउ फेरि भिज्नु पऱ्यो भने यो युज गरेको यो परेछ क्या बढाइदिनु नि अब $195 195 छ नि 250 दियो एउटा त्यहाँ तर महँगो त महँगो रहेछ त्यो भेगन अनि रहेछ त ₹20 आउँछ अहिले हो भन्छ अहिले भेसेज राखेर पहिला ₹20 आउँछ अहिले कति कति भन्न लाग्यो पानी उमाल्न हाल्ने चाउँछु ल भेज अन्त हालका मजाले भिज्छ सुक्ने हाल्नु त्यो त्यसमा हाल्नु सबै हाल्नु सब्जी खा आफ्नो आवाज सुन्दा विजय लाग्छ भिडियोमा आफ्नो आवाज सुन्दा त मलाई त लाज लाग्छ यार मैले सुनेको आफ्नै मोटको कस्तो मात्र लाउँदैन किन मात्र मागा भन्नु कति आउनु हुक्का भयो दाजु नि हालका भित्ती गर्छ यसरी पकाउनु पर्छ होइन टमाटर चाहिँ मिठो हुन्छ कहिले मोटो भएर चाहिँ मोटै छैन र जाला हुँदैन भाडा पनि गएको त कहाँ खानु बस्किएर हाल्ने त तातो यो समय आयो भने देखादेखि हुन्छ होइन त्यसमा पोल्छ थोरै पानी हाल्दै भएको रे नाच्दै सुकाइ सुकाउने पानी हाल्यो पनि टेन्सन अगाइन्छ क्या त उठी बसी नाचेको त भगवान्ले सेक्सी गालेको
पुग्ने छ नि त एउटा धेरै यस्ता आउँदाखेरि त है यस्तै रमाइलो गरेर बस्नलाई धेरै हिँड्न हुन्न क्या किनभने थाकिन्छ नि फेरि धेरै हिँड्दा आजको हिँडाइ राम्रो थियो क्या होइन र सुलो सुलो ठिकै 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 यस्तो दौड दुख थिएन क्या नुन चाहिँ हाल्नु पर्दैन यो त उसको छ क्या यार हामी चाहिँ बुझ्छ दाइ यार 3.5 घन्टा हुन्छ त्यही भनेको अन्त 2.5 घन्टा भनेपछि यो 3.5 सम्म भन्ने कुरो हो यहाँ हिँडिराख्नु आउने तर हाम्रो हिँडाइ नि अलि धेरै कम भयो नि पछि हिँडिराखेको दाइ अनि झोला सोला नभएर हिँड्यो भने दाइ त आगे टिमुर कहाँ राखेको छ गाडी यार अनि भयो के भन्नु झोला नभए त 3.5 भाइ त आगे टिमुर आइरहे कहिले भयो सार्दै त्यही पुगा सार्दै होइन मैले त हालेँ भयो मासु तलाउनुहोस् पाएको आगे टिमुर थियो क्या भाइ मैले तिमीले कहाँ दियो यार ठिक छ यो भयो त्यही प्लास्टिक छ त मासुमा त हालेँ छोडिदियो क्या मासुमा हालेको भयो गाडीले नै यसो अलिअलि खान्थ्यो भने मेरो बात चाउचाउमा नि कुन कुन हाल्छन् त्यस्तो चाउचाउ 190 वाला चाउचाउ 190 भएछ तर त्यो माटमा त अचम्मका चिज पाइन्छ तर महँगो त महँगो रहेछ भन्दै माट हो नि माट भने सस्तो कहाँ माट झन् सक्दैन 20 रुपियाँले इच्छा गर्ने भन्छ एउटा चिज के यार फेरि तेरो चिज चाहिँ त पर्छ क्या फेरि चिजलाई सस्तो त नपर्ने हो होइन हुनलाई होइन 530 किलो इच्छा छ नि आइज नै ल्याएको भयो नि त आमाको यार 800 त भयो नि 900 1300 भनेको 1300 कि 1150 भनेको कति ल्याइन्छ भन्छ हेर्छु अनि यति भन्नु लेखेको त हेरेको त मैले सब चिज छ नि यार यतापट्टिको त त्यो राम्रो पहिलाको राम्रै रहेछ क्या होइन दाइ हेर्नु नि त रक्सीको बत्तर थिए सिन्के चाउचाउ भोलि त त्यो नर्जाने सम्झाए त शिव के थुक्पा बनाउने सिन्के चाउचाउ नर्जाने घर खाने बनाएर किमा नुडल गराएर खाँदा नि त्यो नि त्यो अस्ति नि मोमो बनाएको जस्तो थियो नि त त्यो वालाको माथिपट्टिको होइन किमा त्यही हाल्ने मोमो नि मिठो भएको थियो होइन त्यो भेजमा बनाएर कहिले पाइँदैन भेज होइन कहाँ चिकन चिकन दामी थियो भेज त के हुनु चिकन कस्तो थियो तिमीलाई के थाहा नि खाँदैन होइन मिठो थियो अनि कुरा पकड आइज आएको भाइ यो कल उता कुनै आएको थियो नि त यहाँ बस्नु हल्का आइज कहाँ बिदारी तोरेर हुन्छ त नि होइन आज हाम्रो छोड्न भएन क्या बाहुनले बसेको खानु पर्यो उता सिधा मात्रै याद आयो बरु म इनेर हाल्छु ल अलिक थपौँ न त पछि प्लेट 3टा भयो त है चाउडै भयो 4टा क्यार्ने भाइ दाइले एउटा दाइ यो 3जना हाल्नु किन एउटाले भाँडा खाने हो र एउटा भाइ भाँडा खाने हो र त्यही थाला हालिन्छ एक ठ्याक्क एक निकाल्ला दाइ थोरै उता आइसक्यो यार आइज त फेरि यहाँ रातिको आइज जल्दी हुने क्यास बन्द गाडी यहाँ हो यहाँ ग्यास ल्याउँदा यता गाडी हाल्दै है कत्रो आइदियो त्यही राखेका त्यसलाई त त्यही राख ग्यास निकाल्नु क्या यसरी तल ग्यास मात्र निकाल्यो हुन्छ क्या अफर दिनुहुन्छ यता उनी हो मासतिरको क्या यही माथि राखिदियो भन्नेलाई पड्केला नि होइन फर्किनु अलि निकाल्नु ल भाइ चम्चा ल्याऊ यस्तो मासु छ खाइन्छ होला बस्नुहुन्छ बाँध्दैनौँ क्या भाइ हामीले नडराउ त चम्चा निकाल्यो भाइ चम्चा निकाल्यो चम्चा निकाल्नु के यहीँ छ त उसमा त्यहाँ पुरनदाना निकालेर नि त दाइ सब निकाल्यो पुरनदाना गिलासमा चम्चा यहीँ छ ताना भाइ लिनुहोस् दादा सबै हाल्नु न त यसमा निकाल्नु लागि गाँठो हाल्ने त्यहाँ के छ भाइ अहिले? आफै हाल्यो हाल्यो भने आफै हाल्नुहुन्छ क्या ताना सुरुवालमै ल सुरु गरौँ चम्चा ल्याऊ भाइ चम्चा काँटा चम्चा नभए कतिवटा लिएको चम्चा सन्तोष सोल्टीलाई नि गनेको हो के अरे दाइ आइया बसौँ होइन बसक ल होइन
बसौँ है केटा खुर्सानी पनि छन् सबै कुरा छन् हालत चाहिँ तिम्रो हात राम्रो खान्छ भाइ यो उसो र नसाथी खुर्सानी खुर्सानी किरा खुर्सानी त खाने र पिरो भयो भने पानी चाहिन्छ धेरै दुईटा त खानुपर्छ लगाएर सुरु गरिदिएँ अझ केही चाहियो भने को नि खाने हो र को खाने हो र खानु देऊ होला यहाँ ओहो रावण वाट्टा गर्छ है गिलास हालेर खानु निकै नि है बस्न सक्ने अवस्था त ल यता ल्याउ न यी ल बस्नु त्यो भित्र बस्नु कुरा तान्नु क्या ल म बस्छु त ठ्याक्कै एकदम यही गरेको पर्छ देखिनु पऱ्यो नि कताको एकदम यहाँ खुट्टा दुखेर हो क्या चौरपाटी हाल्नै भएन मिठो छ आज त्यसो गर न छ खुट्टो त च्याट्टै लास्टै भयो क्या गाङ्गेलाएर बस्का त्यो 5 वटा हाल्छ नि जमजम मर जानेलाई के भन्नु खुट्टा फेरि त्यो बेला ज्यान पनि पातल पातल थियो नि केटाको हाकिम भएपछि ज्यान बिग्रियो भयो नि घुम्ने भानी हाकिम भयो कति भयो 4 वर्ष भयो काम हाकिम भने है पहिला त भन्नु त नि अस्ति बनाएर आफै मैले जहाले भएन भाइ उता मिन्दा सक्यौँ होइन ट्याटु हानेको केटा अझ हिँडेकै हो त मेरो काम राम्रो गराउन पत्ता गर पनि बुझाएन अनि दाइ पहिला तिनजनाले काम सम्हालेको ठाउँ अनि 2जना सम्हालेपछि त्यसरी राख्दैन त नि होइन 4जनाले त्यही माथि अहिले त पकाउनु सकाउनु राख्दै छैन उनीहरूलाई त हेरै बेच्छन् नि होइन त तलब जोगिन्छ अनि अब 1 लाख रुपियाँ त दुईटा गरेर त्यो भाडाको छुट्टो कति दिनु पर्ने 18,000 20,000 क्या 18,000 यो लामो भएर अलिक गाह्रो हुने चाहिँ के चम्चा खान टमाटर बिना नि मिठो है दुईटाले सन्दीप भन्दै खाँदै गरेर हाल्छ नि के अरे त्यो कमेडियन खान्छ त्यसले के अर्कोले एउटा खोलाको छेउमा त चितवनको वाला क्या अरू लाग्छ काटेको जान्छन् क्या दाइ मासुमा ढुङ्गा परेर खान नब्ला
अब धेरै आउँछौँ क्या मान्छेहरू गरिब त्यहाँ त पोलेर खानु मिल्दैन पोलेर त त्यहाँ दह त जति छ नि त मान्छे पढ्नु नि फेरि एउटा गऱ्यो भने सबै त्यही थियो नजान्छन् क्या उनीहरू केटाहरूले नि हाम्रो गाउँको केटाहरू पनि ट्राई गरिन्छन् क्या ढुङ्गा पकाएर खाएर ढाङ्गा मासु लगाएर राँगो मासु लगाएर सँगसँगै लगाएर पहिला आगो ढुङ्गामा क्या पुरानो नखोल्दै गयो हेर अन्त भयो चिलाउने गेडा आजलाई चाहिँ यादैन मैले देखिनँ क्या तिम्रो त मासु जाएको पनि घोडै खाइन्छ कि होइन प्लास्टिक त भोलि आलाम है आएर नलाम झोरा हालिदिनु क्या तर झोरा हालिदिनु प्लास्टिक यहीँ चलायो नि त भयो भोलि बिहान होइन नलाम तर चमेरसित आँखा जुदाउनु हिँड्न परेको थिएन र आइतल गल्ती गरेका चमेरो कहाँ आँखाले भ्याउन माथि छ अनि होइन गुफा सानो भएको दुःख माथि क्या भएर पोखरा नि छ भने चमेरो छ अनि त्यो डेभिस फलको छ भने त्यो चमेरो गुफा माथि नि छ एउटा महेन्द्र गुफा नि एउटा होइन र कता कता टुर लगाउनु कि सानैमा छ दाइ माथि अहिले एउटा पापीले धर्मात्मी के हुन्छ अन्त सानो पलाएको थियो छिनी हुने होइन लसुन खोजेर काठो रहेछ क्या लसुन लेख दिनु नि केटा रगत पातलो गराइन्छ अरे क्या लसुनले केले लसुनले भन्छ नि रगत पातलो नराम्रो हो नि त होइन काटो भने त भएको जान्न बाग्लो भएर पनि निस्किनु काट्ने गयो त त्यसैले क्या के भएर काट्यो भने कि होइन चिसो ठाउँमा पिरो खाएर छैन कसै खाएर हजुर यहाँ सिरोलाई क्या हेदौटी खाइदिन्छ नि त अर्काले त खानु पर्छ जस्तै गरे होइन मलाई यति देखाएको उयो